हेलो गाइस त भन्नु हेलो गाइस आज हामी चाहिँ मोमो च्यालेन्ज गर्न आएको छौँ। यहाँ कति कतिवटा मोमो 15 वटा छ तर 15 वटा मोमो चाहिँ हामीले 2 मिनेटमा खाइसक्नुपर्छ हैन। अनि जसले सबै पैसा निकाल्छ मलाई चाहिँ 100 रुपैयाँ हो 300 रुपैयाँ जसले हजुर 300 रुपैयाँ पाउँछ। ल अन्त खै त जानकारी खाइसक्छ होला नि अनि खान सक्दिनँ पैसा चाहिँ यहाँनिर छ 300 रुपैयाँ हो। अनि जसले जित्छ त्यसले चाहिँ पैसा लाने। अनि चाहिँ अचार पनि बराबर हो एकदम स्पाइसी छ। कसको कहाँबाट दिन्छ त छैन अनि 2 मिनेटमा खाइसकेन भने त टाइम हो टाइम चाहिँ स्टार्ट भयो। अब चाहिँ हामी खाने छिटो ग्वाम कि ग्वाम गइसक्यो भाउजूले त एउटा डल्लै लाग्छ उसले त आधी दिलाउँदो रहेछ। जान आँटे एक मिनट जान आँटे कान्छीले हेर्ने ल कान्छीले कान्छीले फाल्छ क्या कान्छीले फाल्छ क्या नसाउ तिमी चाहिँ हेरेको नि एक मिनट जान आँटिसके मोमो तातो भएको बहुत त गयो। मोमो चाहिँ तातो रहेछ स्पाइसी पनि ज्यादा भयो। मलाई चाहिँ भएन होइन 1 मिनट 7-8 सेकेन्ड गयो 4 5 6 7 8 वटा चाहिँ जानकाको ला टाइम अफ हुन त्यो सबै हाल्ने रहेछ त जसले बेसी खायो त्यसले पैसा पाउँछ ल अन्तिला जितेछ नि त अझै खाने अब मेरो पैसा मैले खाइसकेँ। 2 मिनेट भयो त अन्त 2 मिनट भयो एउटा टाइम अफ गर्छ 2 मिनेट चाहिँ भएछ। कसले ज्यादा खाइसक्यो 2 मिनेटमा मैले सबभन्दा धेरै चाहिँ बहिनीले खाइसकेछ। म चाहिँ आमा होइन म सेकेन्ड म चाहिँ लास्ट भएछु। ओइ त्यो मेरो पैसा म तिमीले कहाँ हाल्यो अस्ति खायो हेर्नु न के भएको न पैसा पसेको नि भएन सुजाको भयो किनकि सुजाले बेसी खाइछ नि त बेसी खाइछ नि त मलाई त अलिक 4-5 वटा आमा खानु म त खान्दिनँ च्यालेन्ज त कुरा सुन के ल स्टप गर्नु भिडियो भयो त अब अन्त चाहिँ अब चाहिँ हाम्रो चाहिँ सकेको अब बाई बाई विनर चाहिँ यता भयो अन्त बुहारी चाहिँ सेकेन्ड भयो म चाहिँ लास्ट फिनिस्ड खै टोपी पो परेछ विनर भयो अन्सिका मैले जितेँ भन्नु सुजा फुपूले गुल्चे गरे पैसा दिनु मानेन भन्नु नि त होइन हाम्रो भदाइले जितेको कसले पनि यादै रहेन रहेछ। म दिन्छु मेरो वालेटबाट निकालेर मेरो निकाल लैजा रङ च्याउ हामीलाई हेर्ने हाम्रो जजेस यहाँ चाहिँ जज हो अनि पापा यहाँ जज छ। आमा आउन देखाउनु न देखाइ त जेठामा हेलो गाइस खाँदैन हेलो गाइस भनिदिनु त हेलो गाइस म खाने बाजी हेरेको सुजाताले जित्यो अन्सिका फर्स्ट भयो अन्सिका फर्स्ट आयो अन्सिका ठिकै हो नि अन्सिका पापा हालेर 50 रुपैयाँ हेलो गाइस म चाहिँ यहाँ अचार फ्याकेर मोमो खाँदैछु। आमा चाहिँ मोमो खाँदैछ लास्ट अब हाम्रो पापाले खान्छ अब चाहिँ पापा पनि च्यालेन्ज गर्ने अब चाहिँ हाम्रो पापाको खाने टर्न हामी सबैले खाइसक्यो। पापाले चाहिँ चिकन मोमो खाएको हामीले चाहिँ भेज खाएर चाहिँ पापा चाहिँ अलिक लेट भएको हो। अन्त चाहिँ पापाले चाहिँ अब खाँदैछ अन्त हामी चाहिँ सबैजना खाइसक्यो। च्यालेन्ज गरेको भुँडी डम्मै भइहाल्यो अनि हाम्रो अन्सु दिदी लिएर भए पनि 50 रुपियाँ पाइहाल्यो फर्स्ट भएर। यता हेर्नुहोस् न रियलको पैसा त उसले कमायो नि।